हेलो एभ्रिवान आरटिभीएस स्टुडियोको पडकास्टको यो नयाँ एपिसोडमा म तपाईँहरू सबैलाई स्वागत जनाउन चाहन्छु। आजको जो हाम्रो गेस्ट हुनुहुन्छ उहाँले साइन्सको यो सिरियस दुनियाँलाई एकदमै पर्फेक्टली ब्लेन्ड गर्नुभएको छ विथ हर ओन क्रिएटिभ स्पार्क। सी इज अ स्टुडेन्ट अफ MBBS at SMU and also an emerging influencer with over 6.5k followers on YouTube and over 7k followers on Instagram. She has made a perfect example that you can be the best of both worlds. You can be a future doctor as well as an inspiring influencer. र यो एपिसोडमा हामीले धेरैवटा कुरा गरेको छौँ मेडिकल मिथ्स एन्ड स्ट्रगल्स अफ बिङ मेडिकल स्टुडेन्ट, हर जर्नी अन सोसल मिडियामा कसरी ग्रो गर्ने, and her love language and lots of her personal side. So let us welcome the multi-talented, the ever so curious, none other than Mesh Chiring Yuden Putia. So let the show begin. Okay, before we start, thank you so much for coming to the show. Thank you for inviting me. So, your podcast start गर्दाखेरि है फर्स्ट क्वेसन तपाईलाई how would you describe yourself? तपाईले आफूलाई कसरी डिस्क्राइब गर्नुहुन्छ? So like आफूलाई डिस्क्राइब गर्नु पर्दा चाहिँ म भन्छु लाइक म चाहिँ आई एम अ भेरी चियरफुल पर्सन हुन्छ नि। अनि अल्सो लाइक मलाई अरू मान्छेहरूलाई त्यस्तो नराम्रोहरू भन्नु पनि त्यस्तो मन लाग्दैन। प्लस लाइक अरू मान्छेले मेरो बारेमा पनि राम्रै सोच्छु हुन्छ, त्यो त आई थिङ्क लाइक सबैजनाले त्यस्तै सोच्छ होला, तर मोस्टली म चाहिँ त्यस्तै भन्छु हुन्छ नि। अरूलाई बरु अरूले चाहिँ मलाई नराम्रो चाहिँ नसोचोस्। अनि लाइक मलाई के लाग्छ भन्दाखेरि चाहिँ हामी केही हुनुभन्दा अगाडि हुन्छ नि अब त्यो चियरफुल एभ्रिथिङ त्यो त सेकेन्डरी थिङ्स होइन। सो बिफोर बिङ अल द्याट मलाई लाग्छ कि हामी फर्स्ट चाहिँ एउटा राम्रो ह्युमन बिङ चाहिँ हुनुपर्छ। तपाईँ आफूलाई डिस्क्राइब गर्नुभयो है, अन्त ओभर द इयर्स विथ टाइम तपाईँको आफ्नो डेफिनेसन अफ योर सेल्फ, तपाईँको आफ्नो डेफिनेसन चाहिँ कसरी चेन्ज हुँदैछ? सो डेफिनेसन त्यस्तो लाइक मलाई चाहिँ के लाग्छ भन्दा पहिला चाहिँ मैले के सोच्थेँ भन्दा हुन्छ नि लाइक हाम्रो कम्पिटिसन चाहिँ अरूसँग गर्नुपर्छ। अब त्यो हामीलाई सानैदेखि पनि भनेर होला कि योभन्दा राम्रो हुनुपर्छ त्योभन्दा राम्रो हुनुपर्छ त्यस्तो भन्छ होइन। तर आजकल चाहिँ लाइक यसो सोच्दाखेरि चाहिँ मलाई लाग्छ लाइक आफ्नो बिगेस्ट कम्पिटिटर नै मै हुन्छ नि। सो लाइक अब फर इक्जाम्पल मेरो युट्युब च्यानल छ होइन, अनि कति थाउजन्ड्स एन्ड थाउजन्ड्स अफ लाइक उयोहरू हुन्छ क्रिएटर्सहरू हुन्छ। सो मैले उनीहरूसँग कम्पेयर गरेँ त म कहिले पनि खुसी नै हुने होइन। अभियसली मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ लाइक यो संसारमा चाहिँ लाइक तिमीभन्दा राम्रो कोही न कोही चाहिँ हुन्छै हुन्छ। तर वाट यु क्यान डु इज लाइक म चाहिँ राइट नाउ वाट आई थिङ्क इज लाइक म चाहिँ बरु आफैसँग कम्पिट गर्छु। लाइक आई वान्ट टु कम्पिट विथ हु आई वाज यस्टरडे हुन्छ नि। आई वान्ट टु बी अ बेटर भर्सन अफ माइसेल्फ एभ्री डे हुन्छ नि। सो त्यस्तो लाग्छ मलाई चाहिँ। तपाईँ भन्नुभयो है लाइक कम्पिटिङ विथ अदर्स सानोमा चाहिँ, डु यु थिङ्क यसमा चाहिँ हाम्रो स्कुलिङ अन्त एजुकेसनको इम्प्याक्ट छ? त्यो ओभर ठुलो इम्प्याक्ट छ। अब सानैदेखिको के हुन्छ अब टिचर्सहरूले नि त त्यही भन्छ, अब त्यस्तो भनेको होइन, बट लाइक सबैको त्यो मेन्टालिटी नै त्यस्तै छ नि। अब घरमा पनि अब है के भन्छ अर्का यस्तो राम्रो अब फर इक्जाम्पल अब दुईजना दाजुभाइ छ अरे, अब एउटाले राम्रो गर्नु अभियसली पेरेन्ट्सहरूले कम्पेयर गर्छ नि त। ऊ त अब यस्तो अब लाइक फर्स्ट आयो क्लासमा, तिमी चाहिँ के हो, त्यस्तो कम्पेरिजन त हुन्छै हुन्छ अभियसली। सो या आई थिङ्क सोसाइटीको पनि हात त छ। अब वी कान्ट चेन्ज हाउ पिपल थिङ्क हुन्छ नि। सो या आफूलाई फर्स्ट चेन्ज गर्नुपर्छ। मान्छेले बी अफन हियर कि फलो यर प्यासन होइन। तपाईँले युट्युब च्यानल भन्नुभयो, त्यो पनि आई थिङ्क इट्स यर प्यासन नि त होइन। सो मान्छेले अलवेज भन्छ, हामीले पुरा सुन्छ फलो यर प्यासन, बट डु यु थिङ्क इट्स द्याट सिम्पल फलोइङ यर प्यासन? Obviously it's not. Like just because I'm passionate about YouTube and like editing videos, creating content doesn't mean like I'll be successful. For like मैले कहिले लाइक 3 वर्षहरू जस्तो भइसक्यो होइन। अब आई स्टिल हेभ ओन्ली 5,000 जस्तो सब्सक्राइबर्स मात्रै। सो आई थिङ्क लाइक मान्छेहरूले प्यासन त फलो गर भन्छ नि, बट एट दि एन्ड अफ द मलाई के लाग्छ भन्दाखेरि चाहिँ लास्टमा गएर चाहिँ हामीले त्यो पैसा कमाउने त छ होइन। सो अब वी हेभ टु बी रियल हुन्छ नि। अब मलाई कन्टेन्ट मात्रै क्रिएट गर्नु मन छ, म त्यसलाई मात्रै फलो गर्छु भनेर मात्रै त अब हुँदैन। एज आई सेड लाइक कति मिलियन्स एन्ड मिलियन्स अफ क्रिएटर्सहरू हुन्छ। सो कम्पिटिसन स्टफ एन्ड अल्सो प्यासन मात्रै फलो गरेर पनि हुँदैन। कोही कोही बेला आफूलाई रियालिटी चेक पनि दिनुपर्छ जस्तो लाग्छ।
लाइक प्यासन मात्रैले त अफकोर्स पेट पर्दैन त्यो पेड गर्दैन सो एज एन इन्फ्लुएन्सर है एउटा इमर्जिङ इन्फ्लुएन्सर होइन सो डु यु थिङ्क कि भोइस अब इन्फ्लुएन्सरको विथ सच एन इन्फ्लुएन्स त्यसको पछाडि एउटा केही मिनिङ हुनुपर्छ लाइक एउटा रेस्पोन्सिबिलिटी हुनुपर्छ या फिर त्यत्तिकै खासै भन्नुपर्दा म त्यस्तो इन्फ्लुएन्सर पनि होइन प्लस मैले त्यस्तो कहिले सोचेको पनि थिइनँ आफूलाई आफ्नो भोइस त्यस्तो मान्छेहरूकोमा पुऱ्याउनु भनेर मलाई चाहिँ जस्ट लाइक भिडियो प्लस अल्सो म बेसिकली लाइक फ्यासन अनि स्किन केयर मेकअप भिडियोजहरू मात्रै त हुन्छ होइन मेरो अनि डेली भ्लग्स एन्ड युट्युब सो रेस्पोन्सिबिलिटी भनेर चाहिँ मलाई अस्ति भर्खर खासमा रियलाइज भएको हुन्छ नि मैले चाहिँ एउटा भिडियो अपलोड गरेको थियो कि सो इट वाज अबाउट लसुङ अनि अब लाइक मलाई चाहिँ सानैदेखि भनेको थियो सो बेसिकली लसुङ भनेको चाहिँ नयाँ वर्ष हो भनेर मात्रै याद थियो मलाई होइन सो मलाई जे याद थियो मैले त्यही भनेँ भिडियोमा पनि बट समन कमेन्टेड हुन्छ नि अब लसुङ भनेको त त्यो होइन न्यु इयर होइन लोसार भनेको न्यु इयर होइन मलाई त्यति बेला मात्रै याद भयो अब मलाई याद थियो होइन अनि त्यहाँदेखिको चाहिँ अब त्यति बेला चाहिँ भन्यो उसले चाहिँ लसुन भनेको चाहिँ खासमा चाहिँ हार्भेस्टको एन्ड अरे होइन सो मलाई त्यति बेला मात्रै याद भयो अनि त्यति बेला मात्रै मलाई के हो स्ट्राइक भयो हुन्छ नि ला मैले त्यो रङ इन्फर्मेसन सेयर गर्छु मेरो लाइक सब्सक्राइबर्स अब कम्ती नै छ भने पनि त्यो जति नै मान्छेले हेर्दैछ होइन उनीहरूलाई त अब मैले रङ इन्फर्मेसन दिएछु अनि त्यति बेला मात्रै मलाई लाइक अब त्यो स्ट्राइक भयो हुन्छ नि कि मेरो पनि त रेस्पोन्सिबिलिटी हो कि मैले लाइक अब राइट इन्फर्मेसन दिनुपर्छ त्यति बेला चाहिँ त्यस्तो रियलाइज भयो मलाई चाहिँ अनि या के भन्छ इन्फ्लुएन्सर्सहरूको अब लाइक पिपल गेट इन्फ्लुएन्स्ड होइन सो हामीले चाहिँ लाइक अगर बादमा इफ आई कन्टिन्यू टु ग्रो हुन्छ नि म आफ्नो भोइस चाहिँ लाइक राम्रै वेमै अब लाइक आई वान्ट इन्फ्लुएन्स पिपल इन गुड वे ओन्ली सो तपाईँको उद्देश्यको बारेमा भन्छौँ है तपाईँको प्रोफेसनको बारेमा सो वाइ मेडिकल to be honest, like medical, because like it's a safe option, obviously, na. And also like हामीले सानैदेखि सुनेको के छ इन्जिनियरिङ र मेडिकल त हो होइन अहिले पो लाइक थुप्रो अपर्च्युनिटिजहरू छ त्यस्तोहरू कुरा गर्छ बट हामीले सानो हुँदाखेरि त त्यही सुनेकै त्यही हो होइन डक्टर अनि इन्जिनियर सो त्यो त लाइक मेन रिजनै त्यो अनि प्लस अब सानोमा पनि हामी त्यो लाइक हुन्छ नि खेल्दाखेरि न अब डक्टर त्यस्तोहरू त्यतिकै इन्फ्लुएन्स अनि प्लस अल्सो माई फ्यामिली सो तपाईँको मेडिकलमा होइन एन्ड देन सम अदर थिङ्स इन्क्लुडिङ भिडियो एडिटिङ एन्ड भिडियो पोस्टिङ अन्त त्यसको साथसाथै तपाईँले ड्रइङ पनि गर्छ हल्का एन्ड देन यर अदर हबिज वाट आर यर अदर हबिज म चाहिँ मेरो हबिजहरू चाहिँ लाइक आई हेभ थुप्रो हबिजहरू हुन्छ नि आई लभ डान्सिङ होइन अनि सिङ्गिङ अल्सो लाइक मलाई मनपर्छ तर म त्यस्तो खतरा गाउँदिनँ अब जस्ट सिङ्गिङ त्यस्तो अनि अल्सो आई लभ स्पोर्ट्स मलाई स्पोर्ट्स खेल्नु पुरा मनपर्छ प्लस आजकल चाहिँ मलाई बास्केटबल चाहिँ सबसे ज्यादा मनपर्छ होइन लाइक आई जस्ट लभ स्पोर्ट्स हुन्छ नि पहिला स्कुल टाइमदेखिको लाइक स्पोर्ट्स टाइम भनेपछि चाहिँ ओभर एक्साइटेड खालके अनि अल्सो पेन्टिङ एउटा भयो अरू हबिज आई अल्सो लभ क्रोसिङ निटिङहरू हुन्छ थुप्रो छ हबिजहरू कुकिङ बेकिङ थुप्रो हबिज छ So out of all these hobbies and the profession, so what gives you the most fulfillment? सबैभन्दा ज्यादा fulfilling चाहिँ तपाईँलाई के लाग्छ? लाइक मलाई उयो लाग्छ डान्सिङ सो जहिले पनि लाइक कस्तो मुड अफ भइरहेको हुन्छ नि लाइक अब केही भएर अब कस्तो दुःखी भइरहेको हुन्छ त्यति बेला चाहिँ कस्तो लाइक डान्स गर्दाखेरि हुन्छ नि त्यो खुसी हुन्छ खासैमा चाहिँ साइन्टिफिकली प्रुभन पनि छ डान्सिङहरू गर्दा एक्सर्साइजहरू गर्दाखेरि चाहिँ लाइक सेरोटोनिन डोपामिनहरू हुन्छ सो आई फिल लाइक डान्सिङ चाहिँ मलाई यहाँ त्यो ह्याप्पी बनाउँछ एज अ पर्सन क्या एन्ड अल्सो लाइक प्लेइङ बास्केटबल अल्सो या इभन दो आइम नट द्याट गुड एट इट Do you think love can truly be unconditional? मलाई चाहिँ के लाग्छ भन्दाखेरि त्यस्तो अनकन्डिसनल लभ भनेको साह्रै हुन्छ जस्तो लाग्दैन किनभने फर इक्जाम्पल अब लाइक हाम्रो पेरेन्ट्सहरू नै हेरौँ होइन अब पेरेन्ट्सहरूले चाहिँ हामीलाई के चाहिँ गर्नु हुँदैन सबै त गर्नुहुन्छ लाइक दे हेभ सेक्रिफाइस सो मच फर अस होइन तर त्यो चाहिँ उनीहरूले किन गर्नुभएको किनभने वी आर देयर चिल्ड्रेन हुन्छ नि अगर हामी उनीहरूको कोही नभए कोही उनीहरूको नानी नै नभए त अभियसली कहाँ गर्नुहुन्थ्यो होइन सो आई फिल त्यो लाइक अब
एउटा कन्डिसन त छ नि एटलिस्ट वी आर रिलेटेड खालको होइन त्यो कन्डिसन भयो एन्ड अभियसली अब हामीले जति बेहोरा देखाउन लाग्ने पनि हुन्छ नि अब पेरेन्ट्सले हामीलाई माफ गरिदिइहाल्नुहुन्छ किन बिकज वी आर द चिल्ड्रेन अब अरू कसैले गरेको भए त अभियसली उनीहरूले अभियसली दे वोन्ट एन्ड अल्सो इन लाइक रोमान्टिक रिलेसनसिपहरू भयो अरे सो लाइक इफ आई लभ सम वान हुन्छ नि लाइक उनीहरूले अगर त्यो फिलिङ नै त्यो लाइक मेरो फिलिङ्स रेसिप्रोकेट गरेन अरे होइन अब लाइक कस्तो अब लाइक अब के भन्नु बेहोरा देखायो अरे भनौँ न अब अभियसली आई वन्ट लभ देम द वे आई युज टु खालके हुन्छ नि सो या त्यो लभमा चाहिँ आई थिङ्क What's that one trait जुन चाहिँ तपाईँले पुरा भ्याल्यु गर्नुहुन्छ एन्ड वाइ डज द्याट म्याटर टु यु सो मच? आई फिल त्यो एउटा ट्रिट चाहिँ लाइक त्यो मान्छेले चाहिँ मलाई कति टाइम दिन्छ होइन अनि कति लाइक कति एफर्ट लाउँछ आई थिङ्क द्याट्स द लाइक वान ट्रेट द्याट्स दि ओन्ली ट्रेट भनौँ न अब अभियसली है कसैले मलाई टाइम दियो मलाई एफर्ट लाइक समन हु मेक्स मी फिल स्पेसल खालके Vulnerability, it's often seen as weakness. So what's your view on this? Is it a strength? Is it a form of strength? Ki weakness? त्यो चाहिँ एउटा फर्म अफ स्ट्रेन्थ पनि हुनसक्छ विकनेस पनि हुनसक्छ आई गेस लाइक अब अगर म भलनरेबल छु अनि त्यो भलनरेबिलिटीको साथ पनि लाइक इफ समन लाइक्स मी नट ओन्ली इन रोमान्टिक रिलेसनसिप अल्सो लाइक फ्रेन्डसिप्सहरूमा पनि है अगर त्योसँग पनि इफ माई फ्रेन्ड इज विथ मी हुन्छ नि त्यति बेला त अभियसली इट बिकम्स ए स्ट्रेन्थ होइन सो त्यति बेला हामीले चाल पाउँछ कि नो म्याटर वाट द्याट पर्सन विल बी देयर विथ यु खालि होइन अनि समटाइम्स अभियसली अब कोही रङ मान्छेसँग छ भने अभियसली इट विल बी अ विकनेस Since you are such a creative person, your hobbies include dancing, singing, music, cooking, art, painting. So what does art mean to you? सबैको आफ्नो आफ्नो डेफिनेसन हुन्छ होला है अनि मलाई चाहिँ अहिले सोच्दा चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ लाइक बेसिकली इट्स लाइक हाउ यु एक्सप्रेस योर सेल्फ होला है सो लाइक पेन्टर्सहरूले आफ्नो पेन्टिङको थ्रु आफ्नो इमोसन्सहरू एक्सप्रेस गरिरहेको छ आफ्नो डान्स फर्म्सहरूको थ्रु पनि अब आफ्नै फिलिङ्सहरू एक्सप्रेस गरिरहेको छ है सो या त्यही हो एउटा एक्सप्रेसन अब के भन्छ इट इज सिम्पली अ वे अफ एक्सप्रेसन हुन्छ नि लाइक आफ्नो फिलिङ्स एक्सप्रेस गर्नु तपाईँलाई के लाग्छ ह्याप्पिनेस है इज इट अ चोइस या फिर इट्स मोर अबाउट द सर्कमस्टान्सेस अफ आवर लाइफ त्यो अभियसली ह्याप्पिनेस त एउटा आफ्नो चोइसै हो किनभने त्यो त आफ्नै लागि हो नि त है सो अगर मैले मेरो माइन्डसेट अब कस्तो छ अरे लाइक अब यो पायो भने मात्रै म खुसी हुन्छु भनेको छ अरे तर अब अभियसली लाइफमा भनेको जस्तो कुरा हुँदैन होइन सो अब त्यो आफ्नै माथि हुन्छ सो लाइक इभन मैले त्यो गोल पाउनु सकेन भने पनि तर लाइक अब लाइक म खुसी छु मैले जति गर्नु सक्छु म त्यसमै खुसी छु भने अभियसली है लाइफ विल बी ह्याप्पी सो लाइक बेसिकली मलाई के पनि लाग्छ भन्दाखेरि यु हेभ टु लर्न टु से इट्स ओके इन लाइफ के हो भनेको जस्तो भएन स्याड त्यस्तो त हुँदैन नि त किन लाइफमा भनेको जस्तो कहिले नै हुँदैन सो या यु हेभ टु बी ह्याप्पी विथ वाट यु हेभ एन्ड वाट यु आर तपाईँले फेलियरको बारेमा तपाईँको के विचार छ इज इट अ स्टेपिङ स्टोन टुवर्ड्स सक्सेस या फिर इज अ स्टेपिङ स्टोन टुवर्ड्स सक्सेस लाइक वन्स यु फेल त्यति बेला मात्रै आई थिङ्क यु क्यान लाइक मुभ अन खालके अब सक्सेसै सक्सेस भएर मात्रै त हुँदैन नि त लाइफमा मैले चाहिँ मेडिकल कलेजमै आएर मात्रै चाखे फेलियर चाहिँ एकाडेमिकली भनौँ न अब What kind of student were you in school? राम्रै स्टुडेन्ट थिएँ म लाइक आई वाज नट स्टुडियस होइन लाइक साँच्ची भनेको कि पत्याउँदैन होला मलाई साथीले तर साँच्ची म पढ्दैन हुन्छ नि तर पनि म कुनै कसरी सेकेन्ड थर्डहरू चाहिँ आइबस्थेँ हुनु चाहिँ फर्स्ट चाहिँ कहिले भएन त्यो चाहिँ मलाई अलिक दुःख लाग्छ अनि अल्सो लाइक आई वाज अ भेरी उयो आउटगोइङ स्टुडेन्ट भेरी एक्सट्रोभर्टेड स्टुडेन्ट होइन एन्ड अल्सो म चाहिँ लाइक थुप्रो कुराहरूमा भाग लिन्थेँ मलाई लाइक मेरो चाहिँ के भने जति सक्दो एक्टिभिटिजहरूमा भाग लिनु किनभने मलाई त्यो मजा लाग्थ्यो अब हुन्छ नि नट बिकज लाइक क्लास बङ्कहरू गर्नु पाउँछ के गर्नु पाउँछ बट जस्ट मलाई त्यो एक्टिभिटिजहरूमा पार्टिसिपेट चाहिँ गर्नु मन पर्थ्यो त्यस्तो खालको स्टुडेन्ट थिएँ एन्ड अल्सो आई वुड से लाइक आई वाज अ गुड लिडर हुन्छ नि म एउटा लाइक आइडियल स्टुडेन्टै थिएँ हुन्छ नि लाइक त्यो स्टडिज पनि ह्यान्डल गरिरहेको लाइक लेट्स जस्ट से उयो ज्याक अफ अल ट्रेड्स मास्टर चाहिँ आई डोन्ट नो
केको मास्टर तर ज्याक अफ अल ट्रेड्स चाहिँ Do you think being a jack of all trades is better than being master of one? I think jack of all trades चाहिँ master of one भन्दा jack of all trades नै बरु जित्छ होला हुन्छ नि लाइक लाइफमा कतिवटा कुरा त हामीले जानेको हुनु पर्यो नि एटलिस्ट सम आइडिया त हुनु पर्यो नि त जस्ट फर इक्जाम्पल अब मैले अब उयसको लागि जाँदैछु अरे के भन्छ इक्जाम दिनु जाँदैछु अरे होइन अब अगर मलाई सबै टपिक अलि भए पनि याद छ भने एटलिस्ट मैले केही मार्क्स त पाउँछु एउटा क्वेसन याद छ अरे त्यो पनि आएन भने रड्डी हुन्छ होइन सो Even in life, right? इभन इन लाइफ अब कतिवटा स्किल्सहरू जानेकै हुनुपर्छ सो एउटामा मात्रै अब म पढ्नुमा मात्रै खतरा ज्ञानी छु भनेर मात्रै हुँदैन आफ्नो लाइक स्पोर्ट्सतिर पनि फर इक्जाम्पल अब स्पोर्ट्सतिर पनि त हेर्नु पऱ्यो है आफ्नो हेल्थको लागि पनि त अब हेल्थलाई पनि मेन्टेन गर्नु पऱ्यो सो आई थिङ्क ज्याक अफ अल ट्रेड्स नै ठिक छ तपाईँको यस्तो दामी डाइनामिक पर्सनालिटी छ एन्ड अलङ विथ द्याट तपाईँको स्किन इट्स सो फ्ललेस सो तपाईँको स्किन केयरको राज चाहिँ के हो? ठिकै छ मेरो त्यस्तो स्किन फ्ललेस पनि छैन हुन्छ नि अनि आई अल्सो थिङ्क द्याट त्यो फ्ललेस स्किन भनेको चाहिँ हुँदैन अब जो हामीले क्यामेरामा देख्छ नि त्यो त अभियसली इट्स बिकज अफ गुड लाइटिङ गुड क्यामेरा होइन छेउबाट हेऱ्यो भने त त्यस्तो खास त छैन फर्स्ट अभियसली इट इज द जिन्स होइन मेरो आमा आपालाई थ्याङ्क यू फर द्याट है अनि अल्सो लाइक स्किन केयर रुटिन सुड आई से एभ्रिथिङ खालको कि हल्का लाइक जस्ट स्किन केयर रुटिन चाहिँ लाइक जुन मैले पुरै कुराहरू ट्राई गरेँ आफ्नो स्किनमा हुन्छ नि अनि त्यहाँदेखिको चाहिँ बादमा अहिले चाहिँ मलाई रियलाइज हुन्छ कि त्यस्तो बेसिक कुराहरू पनि चाहिँदैन जस्ट बेसिक कुराहरू हुन्छ नि क्लेन्जर अ गुड क्लेन्जर अकर्डिङ टु यर स्किन टाइप अ गुड क्लेन्जर टोनर मोइस्चराइजर एन्ड अ सनस्क्रिन द्याट इज इनफ एन्ड वान प्रडक्ट रेकमेन्डेसन लाइक द्याट इज द स्नेल द्याट इज द कजरेक्स स्नेल डुबल एसेन्स लाइक त्यो चाहिँ दामी छ लाइक तिमी पनि ट्राई गर्नुपर्छ मेरो फ्ललेस स्किन चाहिँ ट्राई द्याट Are you religious? Religious, yes, like I do believe in God, okay, and then I also visit monasteries, the Wang or Ranjani, so yeah, I am religious, okay. So do you believe in God? So मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हुन्छ नि गड चाहिँ एउटा जस्ट एउटा त्यस्तो भनेको होइन गड चाहिँ एउटा he is someone like हुन्छ नि मान्छेले चाहिँ किन बिलिभ गर्छ भन्दाखेरि दे जस्ट निड समन टु रिलाइ अन हुन्छ नि अब अगर यो केही भएन भने भगवान्ले ठिकै पारिदिनुहुन्छ त्यस्तो खालको जस्ट एउटा आई थिङ्क लाइक मान्छेको चाहिँ त्यो एउटा बिलिफ मात्रै हो त्यस्तो खालको लाग्छ मलाई चाहिँ बट अल्सो म त्यो रिइन्कार्नेसन अब हाम्रो आइएम अ बुद्धिस्ट होइन सो गुरु रिम्बोछी अनि हाम्रो अरू थुप्रो भगवान्हरूको नामहरू चाहिँ मलाई याद छैन त्यस्तो होइन सो त्यसमा पनि म बिलिभ चाहिँ गर्छु तर त्यो एउटा ब्याक अफ द माइन्डमा मेरो त्यो एउटा कन्सेप्ट चाहिँ छ भने चाहिँ मलाई त्यस्तो चाहिँ लाग्छ अब त्यस्तो होला खालको त्यस्तो भनेर Do you believe in karma? Yes, I do believe in karma होइन लाइक त्यो चाहिँ अब रिलिजन मात्रै होइन कि रिलिजनको त्यो पोइन्ट अफ भ्यूबाट मात्रै होइन बट थिङ्क लाइक इट्स अ ल अफ नेचर भन्ने हुन्छ नि अब अगर मैले कसैलाई राम्रो गरेँ भने द्याट काइन्डनेस द्याट अब जे पनि छ मैले जे राम्रो गरेछु इट इज बाउन्ड टु कम ब्याक टु मी खालको लाग्छ मलाई चाहिँ सो त्यही कारण चाहिँ म हुन्छ नि लाइक अब मान्छेहरूलाई जति सक्दो आफू चाहिँ लाइक राम्रै गर्नु ट्राई चाहिँ गर्छु अल्सो नट ओन्ली द गुड थिङ होइन त्यो तपाईँले जे नराम्रो काम गरेको नि त आफ्नोमा आउनु इट इज लाइक बाउन्ड टु कम ब्याक टु यु सो या बी गुड बी काइन्ड एन्ड आई फिल लाइक हुन्छ नि मान्छेहरूलाई लाइक इट टेक्स नथिङ टु बी काइन्ड हुन्छ नि है अब कस्तो लाइक अब हुन्छ नि अब बादमा अभियसली आई बी अ डक्टर होइन अब त्यति बेला पनि मेरोमा कोही पेसेन्ट आउँदाखेरि चाहिँ अब हुन्छ नि त्यो काइन्डनेस अलिकति काइन्डनेसले पनि अब मान्छेलाई ठिक पार्छ भन्छ नि अब कोही पेसेन्ट मेरोमा आयो नि त्यो डक्टरकोमा जान्छ ठिक भयो खालको भन्यो नि त्यो सो आई थिङ्क लाइक काइन्डनेस चाहिँ इट इज मस्ट ह्याभ क्वालिटी इन अ पर्सन त्यति चाहिँ लाग्छ So तपाईँले मेडिकल स्टुडेन्ट है मेडिसिन पढ्नु हुँदैछ लाइक यु आर लर्निङ टु हिल अदर्स होइन सो यसमा चाहिँ हाउ डु यु सी कि इमोसनल र मेन्टल हिलिङको सब जरुरत छ अहिलेको दिस वर्ल्ड इन टुडेज वर्ल्ड या अभियसली लाइक जब एउटा मान्छे बिमार हुन्छ होइन त्यो मान्छेलाई त फिजिकली बिमार हुँदाखेरि त अभियसली त्यो मान्छेलाई त मेन्टली त अफेक्ट गर्छ नि त है सो या एज अ डक्टर अगर मैले अब कसै
कोही पेसेन्ट अब एउटा मान्छे बिमार हुन्छ होइन त्यो मान्छे मात्रै त्यो बिमार लाइक अब त्यो मान्छेलाई मात्रै अफेक्ट गर्दैन हामी त्यो होल फ्यामिलीलाई अफेक्ट गर्छ नि त है सबैजनालाई सुर्ता हुन्छ होइन त्यो मेन्टली स्ट्रेस त हुन्छै हुन्छ सो एज अ डक्टर अगर मैले त्यो पेसेन्टलाई ट्रिट गर्न सकेँ होइन अब अभियसली इट विल अब आई विल ट्रिट द पेसेन्ट्स इलनेस बट त्यो फ्यामिलीको दुःख पनि अब हुन्छ नि ट्रिट गरेकै जस्तो हिल गरेको हाउ कनेक्टेड आर यु विथ योर फ्रेन्ड्स साथीहरूसँग बातहरू हुन्छ स्कुलको साथीहरूसँग त्यस्तो बात हुँदैन के अब लाइक ठुलो हुँदै रियलाइज हुँदो रहेछ हुन्छ नि आफ्नो लाइफ छ आफ्नो लाइक पाथ छ है बट द्याट डज नट मिन मेरो साथीहरू लाइक अब आम नट कनेक्टेड विथ माई फ्रेन्ड्स खालके हुन्छ नि अब वेन एभर वी मिट अप त्यही पहिलाकै जस्तो रिलेसन छ अनि त्यही हो एन्ड अल्सो आई फिल लाइक स्कुलकै साथीहरू चाहिँ दे वर द लाइक बेस्ट खालके बेस्ट फ्रेन्ड्स खालके सो तपाईँ मेडिकल स्टुडेन्ट है नीट युजी क्लियर गर्नुभएको सो फर समवान जसले चाहिँ भर्खर 12th पास गरिरहेको छ एन्ड he or she wants to prepare for medical examinations so what will be your general advice? Advice first is like ask yourself if you really want to do it like as I said म त्यस्तो प्यासनेट त थिएन तर मलाई गर्नु त मन थियो हुन्छ नि अरू केही त्यस्तो अरू केही गर्नु मन थियो लाइक अरूमा त्यस्तो इन्ट्रेस्ट थिएन प्लस लाइक आई सानोदेखिको मलाई डक्टर हुनु मन थियो होइन सो जस्ट आस्क योर सेल्फ अगर इफ यु रियली वान्ट टु डु द्याट खालके अगर तपाईँलाई कोही अरू केही फिल्डमा ज्यादा इन्ट्रेस्ट छ भने गो फर द्याट होइन सो इफ यु रियली वान्ट टु डु एमबिबिएस सो त्यसमा चाहिँ के छ भन्दाखेरि अगर लाइक तपाईँ अहिले क्लास 11-12मै छ भने त फर्स्ट एडभाइस इज क्लासमै ध्यान दिनु 11-12देखि नै पढ्नु स्टार्ट गर्नु होइन किनभने बेसिकली 11-12 कै सिलेबस त हुन्छ सो अगर 11-12मा पनि पढेन अरे हुन्छ जस्तो होइन सो त्यसको बाद चाहिँ अब के भन्छ यो तपाईँको बोर्ड इक्जाम सकेर स्टार्ट प्रिपेरिङ होइन अहिले त कति बेसी कोर्सेसहरू छ अनलाइन कोर्स एन्ड आई पर्सनली फिल अनलाइन कोर्सेस आर द बेस्ट बट त्यसमा चाहिँ वान थिङ इज यु निड टु हेभ सेल्फ डिसिप्लिन होइन अब फोनमा हेर्छ अभियसली सो त्यो हेर्दा हेर्दै अरू केही हेरिपठायो भने त त्यो अभियसली हुँदैन जो चाहिँ म जस्तै कि म होइन म चाहिँ अनलाइन क्लासेस चाहिँ गर्नु चाहिँ सकिनँ होइन अगर तपाईँलाई एमबिबिएस नै गर्नु छ भने चाहिँ आई थिङ्क 1 year त तपाईँले त्यो प्रिपेरेसनको लागि दिन सक्नुहुन्छ हुन्छ नि लाइक अल्सो अहिले सिक्किममा त कति लाइक 50 सिट्स छ होइन सो आई थिङ्क लाइक मोस्ट अफ द स्टुडेन्ट्स दे आर टेकिङ अ इयर ड्रप सो आई थिङ्क लाइक 1 year ड्रप चाहिँ इट इज लाइक के भन्छ 1 year ड्रप चाहिँ तपाईँले दिनु सक्नुहुन्छ त्यसको लागि चाहिँ अनि फर द्याट देयर आर मेनी कोचिङ सेन्टर्स सो 1 yearमा यु क्यान जस्ट डेडिकेट योर सेल्फ फर द निट इक्जाम हुन्छ नि अनि अल्सो लाइक अहिले त कट अफ पनि हाई भइरहेको छ सो यु हेभ टु वर्क हार्ड सो त्यति भन्छु सो तपाईँ एज अ मेडिकल स्टुडेन्ट है हामी लाइक एज अ आउटसाइडर पर्सपेक्टिभ होइन मेरो आउटसाइडर पर्सपेक्टिभबाट हामीले लाग्छ कि मेडिकल स्टुडेन्ट्सहरूको लाइफै छैन होइन लाइक too much study, too much work. So what are the expectations versus reality? Expectations obviously जो पनि मेडिकल फिल्डमा जाँदैछ होइन उनीहरूले एक्सपेक्ट गरेकै हुन्छ द्याट इट वोन्ट बी इजी अभियसली इट विल बी डिफिकल्ट है मेडिसिन भन्ने चाहिँ अब खतरा सम्झिहाल्छ नि त तर लाइक अभियसली एकाडेमिक त त्यो चाहिँ अब हाम्रो टप प्रायोरिटीमा हुनुपर्छ होइन So, but apart from that, you also should have fun sometimes, you know, go out with your friends, skip someday, skipping fail भएको होइन so like मैले कहिले एक्सपेक्टै गरेको थिइनँ कि म फेल हुन्छु भनेर बट कति फेल हुन्छ अनि त्यसको लाइक एज अ मेडिकल स्टुडेन्ट है तपाईँले लाइक 3 हेल्थ रिलेटेड टिप्स तपाईँकोबाट हामी सुन्नु सो फर्स्ट एडभाइस चाहिँ के हुन्छ भन्दाखेरि लाइक तपाईँहरूलाई जब एन्टिबायोटिक्सहरू दिन्छ नि त्यो एउटा बेसिकली एउटा कोर्स दिन्छ होइन 3 days 5 days 7 daysहरूको कोर्स दिन्छ सो अगर त्यो कोर्स नसकि तपाईँहरू जाती भयो भने हाम्रो मान्छेहरू के गर्छ त्यो कोर्स नसकि जाती भयो दबाई पनि छोडिदिइहाल्छ अब कामै छैन त्यस्तो भनेर सो द्याट इज लाइक त्यो चाहिँ गर्नु हुँदैन किनभने लाइक इफ यु डु द्याट त्यो तपाईँको बादमा तपाईँले जब त्यो एन्टिबायोटिक खानुपर्छ त्यति बेला चाहिँ त्यो काम गर्दैन बेसिकली तपाईँको बडीले चाहिँ त्यो एन्टिबायोटिक रेजिस्टेन्ट हुन्छ
सो त्यसै कारण त्यो एउटा भयो, त्यो चाहिँ गर्नु भएन हो। अनि त्यहाँदेखिको नेक्स्ट स्टेप वुड बी हाम्रो चाहिँ के छ भन्दाखेरि हामीले जब बिमार हुन्छ त्यति बेला मात्रै हस्पिटल जान्छ होइन। सो केही साइन्स एन्ड सिम्टम्स भयो भने मात्रै जान्छ। सो त्यो चाहिँ खासमा चाहिँ गर्नु हुँदैन, हुन्छ नि लाइक रेगुलर चेकअप्सहरू गरिबस्नुपर्छ, एटलिस्ट वन्स अ इयर फुल बडी चेकअप। त्यति बेलै तपाईँहरूको डिफ्रेन्ट मेनी डिजिजेसहरूको स्क्रिनिङहरू भइहाल्छ होइन। सो त्यो चाहिँ लाइक अब एन्ड स्टेज पुग्नुभन्दा अगाडि नै तपाईँले अब चाल पाउनु सक्नुहुन्छ। सो बेसिकली प्रिभेन्सन इज बेटर देन क्योर भनौँ न। सो त्यो भयो। अनि लास्टली ओटिसी मेडिसिन्स जस्तै कि प्यारासिटामोल, पेन किलर्सहरू है, जे पनि लाइक अलिकति बिमार भयो हामीले त्यो खाइहाल्छ नि। सो त्यो पनि लाइक फ्रिक्वेन्टली चाहिँ हामीले गर्नु हुँदैन, हुन्छ नि। सो इट्स बेटर टु कन्सल्ट अ डक्टर। तपाईँले दुईवटा भेरी डिफ्रेन्ट पाथ्स चुज गर्नुभएको छ है, वान बिङ मेडिकल स्टुडेन्ट, मेडिकल डक्टर बादमा है, एन्ड अनदर बिङ एन इन्फ्लुएन्सर। सो तपाईँले यो दुईवटा भेरी डिफ्रेन्ट एन्ड लाइक जुन चाहिँमा चाहिँ दुइटैमा पुरा टाइम चाहिने लाइक पाथ्स, हाउ डु यु ह्यान्डल बोथ मेडिकल स्टुडेन्ट एन्ड एन इन्फ्लुएन्सर? यसो सोच्दाखेरि चाहिँ लाइक इट्स नट द्याट डिफिकल्ट फर मी, हुन्छ नि। किनभने लाइक बेसिकली मेरो कन्टेन्ट इज अबाउट माई कलेज, माई मेड स्कुल लाइफ होइन। सो त्यसै कारण सो त्यस्तो ह्यान्डल गर्नुमा त्यस्तो उयो डिफिकल्टी चाहिँ हुँदैन, किनभने आई डोन्ट ह्याभ टु लुक फर समथिङ लाइक डिफ्रेन्ट खालको कन्टेन्ट हुन्छ नि। सो बेसिकली मेरो लाइफ नै मेरो कन्टेन्ट हो खालको होइन। अनि मलाई टाइम चाहिँ बेसिकली एडिटिङमा लाग्छ होइन। त्यो पनि अब लाइक फ्री टाइमहरू पाउँदा क्लासको बिचमा पनि लाइक एक्स्ट्रा लाइक क्लासको बिचमा पनि अब लाइक कोही बेला क्लासेसहरू क्यान्सलहरू हुँदा त्यति बेला आई जस्ट एडिट माई भिडियोज। सो त्यतिकै भइहाल्छ। इट्स नट द्याट डिफिकल्ट। Do you think in today's world, hey, like editing or editor can be a real job? Like highly professional level, obviously it is a real job. Like for the influencers, like कतिजना इन्फ्लुएन्सर्सहरू हुनुहुन्छ होइन, लाइक जसलाई चाहिँ एडिटिङ गर्नु सबैभन्दा साह्रो लाग्छ। सो डु यु थिङ्क बेसिक टु मोडरेट लेभल एडिटिङ जानेर पनि लाइक यु क्यान गेट पेड वेल? त्यसको लागि चाहिँ अभियसली लाइक इफ यु वर्क विथ अलिक जाना माना इन्फ्लुएन्सर त्यति बेला आई थिङ्क यु क्यान गेट पेड, हुन्छ नि। लाइक देयर आर मेनी लाइक त्यो अकाउन्ट म्यानेजिङ के भन्छ त्यो। सो इट्स अल अबाउट लक भन्ने भयो नि। लक पनि होला प्लस योर स्किल्स अल्सो अभियसली है। त्यो हौडेको एडिटिङ गरेर कसले चाहिँ पैसा दिन्छ होइन। सो अलिक राम्रो एडिटिङ प्लस अब त्यो आर्टिस्टको उयो पनि हुनु पऱ्यो, लाइक what the artist wants, and then this is how you can get paid for someone who is just starting, like social media he or she wants to grow on social media, tara ulle चाहिँ भर्खर स्टार्ट मात्रै गर्दैछ भने चाहिँ what advice will you give? Firstly म त्यो लेभलमै छुइनँ, एडभाइस दिनु लागि लेभलमै छुइनँ होइन। बट अल्सो लाइक त्यति फ्यु थाउजन्ड्स अफ फलोवर्स छ मेरो। सो त्यसकै लाइक फ्रम माई एक्सपिरियन्स आई जस्ट से द्याट यु हेभ टु क्रिएट क्वालिटी कन्टेन्ट, नट द क्यामराको क्वालिटी एन्ड अल, त्यो क्वालिटी अब हुन्छ नि कन्टेन्टको क्वालिटी, वाट यो अडियन्स वान्ट्स हुन्छ नि त्यो। अनि यु हेभ टु बी कन्सिस्टेन्ट, त्यो चाहिँ हो। एन्ड यु जस्ट हेभ टु स्टार्ट, इफ यु आर थिङ्किङ अबाउट इट यु जस्ट हेभ टु स्टार्ट। सो बेसिकली टेक यर टाइम, सो ग्रोथ हुन्छ। क्वालिटी or quantity? कुन चाहिँ ज्यादा इम्पोर्टेन्ट छ? On quantity, I think like I'll choose quantity, किनभने त्यो एल्गोरिदमै त्यस्तै छ, हुन्छ नि। जति पोस्ट गर्छ त्यति नै ज्यादा रिच हुन्छ, त्यति नै ज्यादा एङ्गेजमेन्ट रेट। सो या बट अगेन क्वालिटी पनि ओभर कम्प्रोमाइज पनि त गर्नु भएन। सो इफ आई हेभ टु चुज वान, या ब्यालेन्स हुनुपर्छ। सो hypothetical situation, if I have to choose one, that would be like quantity. So like I have no past हेर्दा है, and like what would be that one piece of advice जुन चाहिँ तपाईले आफ्नो younger self लाई दिनुहुन्थ्यो? If you want to do it, just do it. अब तिमीलाई के गर्नु मन छ भने you have like just do it, don't worry about the consequences, हुन्छ नि। Oh, not the bad things, yeah, positive way, ma. So yeah. If you could leave one message to the world that could live on forever, what would that be?
मेसेज लाइक मैले यो पडकास्टमा अगेन एन्ड अगेन यो कुरा भनिसकेँ तर आई फिल लाइक आई गो बाई द्याट थिङ ओन्ली इन लाइफ हुन्छ नि बी काइन्ड टु युर सेल्फ एन्ड बी काइन्ड टु अदर्स लाग्छ मलाई चाहिँ बिकज अगेन एज आई सेड इट टेक्स नथिङ टु बी काइन्ड हुन्छ नि अब एउटा कुरा मैले रुड वेमा भन्दाखेरि र एउटा काइन्ड वेमा भन्दाखेरि अभियसली कस्तो इट हेज अ भेरी भास्ट डिफरेन्स हुन्छ इट मेक्स अ भेरी भास्ट डिफरेन्स सो या आई जस्ट से just be kind हुन्छ be kind in a world where you can be anything be kind कहाँ सुनेको थियो okay so once again thank you so much for coming to this show thank you for inviting me and I hope next time पनि म आउनु पाउँछु same here next time पनि बोलाउनु पाऊँ so yeah and lastly guys please do not judge me because like I just like shared my opinion on life like आफ्नो मान्छेहरुको आफ्नो पर्सपेक्टिभ हुन्छ होला so some may not agree with me some may agree with me so yeah please do not judge me and be kind to me in the comment section